जय मुसी नमस्कार। हामी अब 1 वीक को भ्याली बाहिरको टुरमा हिँड्दैछौँ 3 फ्यामिली। यो अहिले टाइम चाहिँ 5 आजको यात्रालाई यहाँबाट सुरुवात गर्दैछौँ। बनेपामा आइपुगेको छौँ है हामी। अहिले बिहानको 6:11 भएको छ। 13 किलोमिटर 13 किलोमिटर पछि चाहिँ हामी यहाँ दुर्गा यो चाहिँ अब हामी पूर्व जाने बाटो छुट्यो है। यो यहाँबाट पुर्कोट जाने बाटो। अब हामी यो चाहिँ झिरे जाने बाटो। 2 फ्यामिली पछाडि छौँ। धुलीखेलको मुनि यो धुलीखेल डाँडामा आउँदैछ। ल कस्तो हुँदैछ त अनि बिहानको यात्रा? एकदम लौरे दाइहरू लौरे नि दिदीहरू ओके। कस्तो जाडो भएको हो तपाईहरुलाई? ल धुलीखेल बजार हामी त्यो ठाउँबाट अलमोस्ट 2 km जस्तो चाहिँ आएको छौँ हामी। ल कस्तो दामी भ्यू देखिरहेछ हौ। बुढीले खोइ त्यो हात्ती देखाउँछ। ल दुईजनाको पुरो माथि नै प्लेनमा हिँडे जस्तो हो त यार। हो हेर्दा बेटा क्या दामी छ हौ। हेर्नु त 20-25 वर्षपछि चाहिँ देख्न पाएको 5 खालको बजार जाने चाहिँ यही है। यही ठाउँबाट चाहिँ अब यो टुर चाहिँ एकदम प्लास टुर हुँदैछ हाम्रो। कास्टिङ राम्रो हुँदैछ। अब हाम्रो प्रेम दाई भएपछि नहरी प्रेम दाईको जोस फुर्ती चौधरा यो ठाउँबाट छुट्टिन्छौँ। अहिले हामी चाहिँ ब्रेकफास्टको होटल नमस्ते लज एन्ड गेस्ट हाउस सिमला। हाम्रो ट्रुप्स नानी नेपालीहरू धेरै हुन्छ। हामीले नेपालकै मान्छे राफ्टिङ गर्ने धेरै हुन्छ। ब्रेकफास्ट रोटी अर्ग्यानिक रोटी ओके अनि चना केराउ अनि चिया कफी हामी यहाँले ल्याउँदैछौँ। केराउ चना खाएको छ साह्रै मिठो छ। खाडी चौर आउने कति यो लोकल हो नि होइन यो सुकुटेको। बाबु तिम्रो नेम के हो? हजुर स्कुल जानु भएन आज? बिदा हो। कति क्लासमा पढ्नुहुन्छ? 1 मा। यो चाहिँ माथि त्रिशुली के अरे गोसेकुण्डबाट आउने खोला भन्छन्। आवश्यक हुँदैछ होइन? कालो चढ्ने अब उकालो होइन त्यही भएर कालो खाडी चौर बजार आइपुगेको छौँ। अब यहाँनिर हामी खाना खाने कि हामी मुडेमा खाना खाने आज दाइ? हामी मुडेमा जाउँ होला। ल यहाँ चाहिँ खोलाको माछा पाउँछ। अब सिन्धुपाल्चोक र सुन्दर हिमालय भरेको ठाउँ। दाजु तपाईँको घर कहाँ हो यहाँ? हजुर सल्लामा। तपाईँको तल हो भर्दै बढ्ने। तपाईँहरू यहाँ के गर्न आउनुभएको आज? लेबर कामहरू गर्न आएको। ए लेबर कामहरू है यहाँ। तपाईँहरू तामाङ हो? दिदीको टिकटक। ल मोडे बजार आइपुग्यो है त। मुडे बजार ल हिँड्नुहोस् यो मोडे बजारमा आयो। मोडे बजार त नि जस पहिला हामी यहाँनिर खाना खानको लागि आउने ठाउँ हो। ल यहाँको आलु चाहिँ फेमस छ। यहाँको चाहिँ यो रोटी पोल्ने कुराहरू। यो रोटी पोल्ने खरीढुङ्गा आडल डाँडामा हामी आएको छौँ। यहाँनिर जस अब खरीढुङ्गाको नजिकै छौँ। आजको यात्रामा हामी लगभग हामी चाहिँ जिरीको
जिरी र यो ठाउँ चाहिँ आधी जस्तो पर्छ। रमाइलो दृश्य। खरीढुङ्गाको भ्यू जाङ ठुलो ल्याउनु है। मनले चाहेको यो मनले रोजेको एक मिठो धुन तिमीले यो जीवनमा आएर रंगाइदियो सपनाहरू सबै नै मेरो। तिमी नै यो मनले चाहेको यो मनले रोजेको यो मनले चाहेको यो मनले रोजेको एक मिठो धुन तिमीले यो जीवनमा आएर रंगाइदियो सपनाहरू सबै नै मेरो। तिमी नै यो मनले चाहेको यो मनले रोजेको यो मनले चाहेको यो मनले रोजेको एक मिठो। सरीकोटको डाँडा सरीकोट बजार आएको छ। सरीकोट छ। चरीकोट छ। गाडी नम्बर कति हो? नेपाली मैना पोखरी हुँदै हामी खवा डाँडा हुँदै आजको हाम्रो गन्तव्य जिरी ताबाकोसीमा आएको छौँ। यहाँनिर हामी यहाँको लोकल माछा ल हाम्रो लन्च चाहिँ अलिक लेट भयो आज हाम्रो। त्यही भएर आज लोकलको माछाको साथमा चाहिँ दुईजना के अरे दाजु भर्खरै मैले एउटा निकनेम भनेको थिएँ नि के को? हजुर कहाँको पाखे रे दाजु? ओखलढुङ्गा कटुन्जेङ्गा पाखे दयु एको दुदुलेङ्गा पाखे अङ्कल है। एक पाखे नि पुग्छन् फेरि तीनजना है। ल हामी त प्रभुको छोरीहरू सुन्दर सुन्दर देख्छौँ। कहाँ पाक्यो अब त्यही मान्छेले जे भन्नु अब एको लेखर न पाखेमची गेनै मजा सँगै हो जफा छ पोइन्टले हामी। यो चाहिँ सुनवार भाषाबाट के भन्यो भने लेखर गएको कि पाखेले कहिले खान्न बाजे चाहिँ खाएको है। यहाँ ताबाकोसीको माछाको सुपसँग चाहिँ भात चाहिँ दरो गएको छ। यहाँबाट अब लगभग 1-1.5 घन्टामा चाहिँ हामी मैना पोखरीको उकालोहरू चढिरहेको छौँ है। अहिले चाहिँ खाना खाएर आस्ते आस्ते पारी सरीकोट।
नाम्दो होइन डाँडा गाउँमा यो असेलु पाकेछ हामीले चाहिँ किन्दैछौँ भाइहरूबाट ऐसेलु खाँदै हो खै खायौ त मेरो भारी सबै बोक्यो लाउनु जिरी आइपुग्यो बल्ल तिमी आएर कता कता हिँडेको खाल्पा ल बडी आज तिमी फर्स्ट अहिले चाहिँ हामी उकालो चढ्दैछौँ शेरदुङको चिज फ्याक्ट्रीमा जानु लागि हाम्रो ट्रुप्स आधी चाहिँ हामी तल नै छाडेर आएको छौँ अब अलिक टाढो भएको कारणले गर्दा यहाँ हाम्रो भाइले चाहिँ हामीलाई त्यहाँ लाँदै हुनुहुन्छ है सायद आज यहाँबाट नजाने प्लान गरेर हामी चाहिँ फर्किँदैछौँ किनभने अलिक टाढो भएको कारणले गर्दा हामी यहाँबाट फर्किने नै गरेको छौँ गोराको बर्गरदेखि लिएर अनि साधारण तरिकाले बन्यो